आज हामी फेरि दमाई दाईको सुटिङको क्रममा छौँ। यो डुम्रे चौर यो देखिरहनु भएको छ सरस्वती मावि स्कुलको प्राङ्गण। आज मौसमले अलिकति साथ दिइरहेको अवस्था छैन। यसरी हामी अहिले चाहिँ यो ठाउँमा फेरि चारवाको सुटिङको लागि भनेर दमाई दाईको सुटिङको क्रममा छौँ। यहाँ क्यामेरा पूजा हुँदैछ। सबैजना कलाकारहरू यहाँ जम्मा भइसक्नु भएको छ। यो चाहिँ डुम्रे चौरको गाउँ। नमस्कार सबैजना। नमस्कार 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 नमस्कार। यसरी क्यामेरा पूजा हुँदैछ। यहाँले देख्नुभएको छ स्क्रिप्ट चाहिँ सबैजना कलाकारहरू यो डुम्रे चौर यहाँले देख्नुहुनेछ। यो गाउँ आज अलिकति मौसम खोलिरहेको अवस्था छैन र पनि हामी काम गर्नु भनेर आए पछाडि काम त गर्नै पर्यो। यहाँको रमणीय दृश्य यहाँले देखिरहनु भएको छ। मैले जति राम्रोसँग देखाउन खोजे पनि अलिकति मौसम नखुलेको कारणले अलिकति राम्रोसँग मैले देखाउन सकिरहेको अवस्था छैन, त्यो अवस्था छ। त्यसैले पनि तैपनि हामीले यो ठाउँ जहाँ जान्छु म त्यो ठाउँमा चाहिँ यसरी क्यामेरा पूजा गरेर विधिवत रूपमा नाट्यशोलाई सम्झेर हाम्रो कर्मतर्फ लाग्ने हाम्रो एउटा रीतिरिवाज हाम्रो यो नाट्यशोरीको चाहिँ नियम नै छ। त्यसैले गर्दा सबैजना कलाकारहरू समावेश भइसक्नु भएको छ। यहाँनिर क्यामेरा पूजा गर्ने क्रम जारी नै छ। सबैजना यसरी आइरहनु भएको छ। यसरी क्रम जारी छ। नमस्कार 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 नमस्कार। पूजा गर्ने को हो? दिदीहरु खोइ भित्रको पूजा गर्न आउँदैन। खोइ हाम्रो म आउँछु। ल ल ल सबैजना पूजा गर्नु पर्यो। पूजा गर्ने चलो पहिले फाइनल भन्ने सबै बनाइरहेको सिरियललाई चाहिँ एकदम मन पराएर पढोस्। जसले हेर्नुहुन्छ यहाँले सेयर गरिदिनु होला, च्यानललाई सब्सक्राइब गरिदिनु होला। सरुदाले मुक्ति हुने त्यसले गर्दा पनि अझ यो एपिसोडबाट चाहिँ मेरो हुनेवाला सिरियल टिचर चाहिँ सेटमा चाहिँ सिरियलको सेटमा यहाँले देख्नुहुनेछ। उनी चाहिँ अब देउकी नामले प्रचलित एकदम प्रख्यात कलाकार हो। आज चाहिँ गौँथली सौथली समथिङ के नाम आउँछ यहाँले सौथली के जे पाए त्यही नभन्नु क्या मेरो बुढीलाई। क्यामेरा पूजा गरेको मन्त्र सबै यही भित्र पर्छ भने खै पुरै पूजा गौँथली सौँथली भन्ने पनि उ रहेछ हैन मन्त्र। मेरो बुढी र म यहाँ सँगै छौँ। के लुलु खोइ लुलु कोही मन्त्र सर्नै पर्ने यहाँ भाइहरूको मन्त्र सबै पढ्ने। मुखमा के पर्छ तपाईको मन भन्यो के हालेर मुखमा के गरे पूजा गर्नुमा चाहिँ मुखमा के हालेर ल कोही आउँ त फटाफट यहाँ हजार नोट एउटै झऱ्यो भए मारिदिनु। खोइ क्यामेराम्यान को हो? म ए क्यामेराम्यान हुनु पनि सुरुमा क्यामेराम्यान नै छैन नि। अहिलेको म तपाईलाई खिच्नु। नमस्ते। ल यसरी हामी चाहिँ एकदमै हजुर एकदमै यो भिडियो भइरहेछ। के बोल्नु पर्छ एकदमै यो भिडियो युट्युबमा जान्छ। रोहित कार्की युट्युबमा जान्छ। ढुक्क भएर उ गरे हुन्छ। ल नाट्यशोले एकदम राज गरौँ, राम्रो होस् मौसम। सबैजना कलाकारहरू मेकअपमा बसेर ड्रेसअप सहित केही कलाकार आउनु पनि बाँकी छ। यहाँ जम्मा भएका कलाकारहरू चाहिँ यसरी चाहिँ ट्याक्का लाएर यसरी हामी चाहिँ क्यामेरा पूजा गरेर आजको कर्मतिर जाँदैछौँ। अहिले एकदम प्रख्यात नाम चलेका क्यामेराम्यान आइसक्नु भएको छ शिव। उहाँले खिचेको अनगिन्ती चिजहरू अब दर्शकको मन छोएर कुरै नगरौँ अब होइन। त्यसले गर्दा ल ल ल यसरी ल यो दृश्य यहाँले
हाम्रो सिरियलमा देख्न पाउनुहुनेछ है। त्यो दृश्य हेर्नको लागि यहाँहरूले चाहिँ दमाईलाई सिरियल जसरी पनि हेर्नुपर्ने हुन्छ। त्यो यहाँहरू ढुक्क भएर बस्नुहोस्। मौसम त्यति खुलेको छैन। मौसम नखुले पनि हामीले यो काम चाहिँ सुरुवात गरेको छौँ। नमस्कार 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 नमस्कार। अब यो भयो यस्तै लाग्यो ठिक छ त अनि यो फोटै त हो नि हैन यो चाहिँ भिडियो गर्छ तर त्यसलाई फोटो बनाउनु भयो अनि